Hello guys, welcome to my new vlog एनकी गाउँले भ्लग। स्वागत छ तपाईहरुलाई मेरो न्यू भ्लगमा। अनि आज चाहिँ म फेरि पनि भ्लग बनाउन आइसकेको छु। अनि आज चाहिँ यो खाजा यो चाहिँ दिउँसोको लागि खाजा। अनि अहिले चाहिँ म काममा जानु लागेको। आज मेरो कामको डे 2। आज चाहिँ पुरै घाम लागिरहेछ गाइज। हाम्रो केटाहरू पनि छ, केटाहरू पनि जान्छ। अनि यो चाहिँ हाम्रो भान्सा कोठा है, खाजा भात पकाउनेको लागि। म चाहिँ यता छु। ल गाइज हो, तपाईहरुले माया देखाइदिनु पर्यो। म यसरी नै भ्लग बनाएर अगाडि बढ्छु। ल गाइज, आजको दिनभरिको कामहरू देखाउनु तपाईहरुलाई हेरिदिनु। हाम्रो गाइजहरू आउनु पर्यो। हेलो गाइजहरू, यहाँ चाहिँ कालो कालो माछा रहेछ यहाँ बाटोमा। उहाँ सरले देखाउनु भएको। ल यस्तो कालो कालो माछा गाइज। ल हामी चाहिँ अब काममा हिँड्दैछौँ। देख्नुभयो त गाइज, कालो कालो माछा अबसम्म देख्नु भएको थिएन होला। हो, देख्नु भएको थिएन होला। ल लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनुहोस्। यो च्यानलमा हजुरहरूले माया साथ सपोर्ट दिएर अगाडि बढाइदिनुहोस्। हजुर माया साथ सपोर्ट नभएर नै आजको दिनसम्म यहाँ पुगेका छौँ। हो ल ल ल गाइज, हाम्रो भ्लग स्टार्ट हुन्छ। हो गाइज, ल ल ल सुन्नुभयो होला। यहाँ चाहिँ धारा छ, यस्तो पानी उम्रिन्छ यहाँबाट। हाम्रो गाइजहरू यता अगाडि जानु भइसकेको छ। ल गाइज, सपोर्ट गर्नु पर्यो। हाम्रो बाजे पनि हुनुहुन्छ, यस्तो बाजे पनि कामको लागि चाहिँ खटिनु भएको छ। ल यहाँ धारा छ। अनि यताको भ्यू यस्तो छ आजको। त्यस्तो बबल घाम लागेर यता चाहिँ बादल छ। अनि यही हो, हामी चाहिँ अब माथि काम गर्न जानुपर्ने हुन्छ। ल गाइज, अहिले चाहिँ यस्तो छ अवस्था हाम्रो। अनि काम गर्नुपर्छ। 2-3 दिनमा यस्तो बबल भ्लगहरू आउँछ। ल गाइजहरू, अनि वेट गरिदिनु होला। आज फेरि मेरो भ्लग स्टार्ट भयो। अनि फेरि पनि तपाईँहरूलाई भन्छु, म तपाईँहरूले मेरो भिडियो हेर्नुभएको छ भने चाहिँ यस्तो बबल कन्टेन्ट लिएर आउँछु, हेरिदिनु होला राम्रोसँग। ल आज पनि मेरो भ्लग देखाउने छु। ल गाइज, खै त गाइज, अहिले म पछि देखाउने होला छु। ल गाइज हो, अहिले चाहिँ हाम्रो काम चलिरहेछ। यता मसला भयो। अनि अझै यता अस्तिको ठाउँमै गाह्रो लागिरहेछ। ल हाम्रो क्याङहरूले। अनि आज चाहिँ पानी परेको छैन, पानी पर्ला जस्तो छ। अब चाहिँ यही हो गाइज, उहाँहरूले गाह्रो लाउनु भएको छ। ल यता मसला पाउने मारामार छ। यही हो। ल गाइज, यस्तो छ, यस्तो हालत। जुन हेर्नु तिमी माथि माथि सागरको, जुन हेर्नु तिमी माथि माथि सागरको, म हेर्छु मेरो जुन तिम्रो नजर। ल गाइज, हाम्रो चाहिँ अहिले खाजा खाने बेला भयो। आज खाँदैछौँ। यता हाम्रो मिस्त्रीहरू हुनुहुन्छ। ल पानी परेछ। अहिले चाहिँ पानी परेर यस्तो मुनि गएर खानु परेछ। यस्तो छ पानी परेर।
ल गाइज त्यस्तो छ अवस्था। ल गाइज अहिले चाहिँ हाम्रो काम चाहिँ फाइनल भइसकेको छ, तर आधी मात्र आधी बाँकी छ। अनि आधी चाहिँ फेरि गर्नुपर्छ पछि। अनि अस्ति आएको पहिरो चाहिँ यस्तो भयो, यहाँ गर लगाइसकेको छ। अहिले चाहिँ हाम्रो पानी दिउँसो चाहिँ एकदम घाम चर्केर अनि फेरि पानी पऱ्यो, अनि फेरि चर्किएको थियो, अनि अहिले फेरि ठुलो पानी आउँदैछ गाइज, हेर्नु सक्नुहुन्छ। यस्तो छ मौसम। अहिले चाहिँ हाम्रो काम फाइनल भइसकेको छ। अब चाहिँ हामी रुमतर्फ जाँदैछौँ। हाम्रो केटाहरू गइसकेको छ र हाम्रो यो काम हो होइन। गाइज एकजना यता छ। ल केही भन्नु के लाइक कमेन्ट गर्नुहोस् है हजुरहरू। ल गाइज सुन्नुभएको होला। अनि हाम्रो कामहरू यस्तै छ। आजको भ्लग मेरो यस्तै हो कामको बारेमा। अनि अब चाहिँ नयाँ नयाँ खतरा भ्लग आउँछ। ल गाइज फुल भिडियो हेर्नुभएकोमा धन्यवाद। अनि नयाँ हुनुहुन्छ भने च्यानलमा सब्सक्राइब गरिदिनु होला, लाइक कमेन्ट एन्ड सब्सक्राइब गरिदिनु होला। थ्याङ्क्स फर वाचिङ दिस भिडियो। आजलाई यतै व्यवस्थापन गरौँ। हस् त गाइज, बाई बाई, जय नेपाल।